बाँकी छ, मुला ओखाल्न बाँकी छ। साग एकजनाको भागमा यति पर्यो होइन। केटा मान्छे हो र भने यस्तो एकजोड लुगा लायो अनि खोज्दै लो चिया पाए पाकेन म केटी हो भनेर थाहा थियो हजुर पहिला त थाहा थिएन। हाई एभ्रिवान, वेलकम ब्याक टु माई अनदर भिडियो। आज चाहिँ गोफुको बर्थडे छ होइन। अनि त्यसपछि हामी चाहिँ अब बच्चाहरूलाई धेरै बेरसम्म राखेर 12 बजाउने चाहिँ छैनौँ, किनकि बच्चाहरू 12 बजीसम्म बस्न सक्दैनन् नि त। सुतिसकेपछि उठाएपछि बाह्र हुने हो, के गर्ने हो भनेर हामीले चाहिँ 10 बजे नै केक काट्न लगाइरहेको छौँ। एउटा सरप्राइज भनौँ न, बच्चाहरूलाई त केकै ल्याए नि अलिक ठुलो हुन्छ नि त, बुकेसुके नि बनाएको छौँ, तर भोलि दिन्छौँ। आज चाहिँ हामी केक मात्रै काट्नेवाला छौँ। योभन्दा अगाडिको भिडियो जसले हेर्नु भएको छ उहाँले त थाहा पाइसक्नु भयो म दार्जिलिङमा छु भनेर। अनि म चाहिँ अहिले बाबुको बर्थडेको लागि भनेर गाउँ पनि गएको छैन, उनीहरू चाहिँ उतापट्टि छन्, हामी यतापट्टि बोलाउँछौँ। गोफुलाई चाहिँ रियाक्सन दिन आउँदैन, किनकि अघि म स्कुल लिन जाँदा पनि सिरियस भएर बस्छ झन् है। अब हुन्छ नि खुसी हुनु उ गर्नु नि, उसलाई त आउँदैन। अनि त्यसै त रिसा हो म जाऊँ भनेको, अनि बोलाएर होइन होइन रिसा होइन भन्छ। अनि त्यसो अलि अर्कै खाले छ क्या, अब एक्सप्रेस गरिहाल्दैन। जे भयो नि अब बोलाम, अब केक देखेर नि एक्साइटेड हुन्छ कि हुँदैन चाहिँ थाहा छैन। ह्याप्पी बर्थडे टु यु, घुमाऊ घुमाऊ टु यु, ह्याप्पी बर्थडे, ह्याप्पी बर्थडे टु यु। यो चाहिँ अफसानको मम्मीले गोफुलाई बनाइदेऊ भनेर भनेको। कस्तो छ? ह्याप्पी बर्थडे देखाइदेऊ त। थ्याङ्क यू मामु भन। अहिले चाहिँ म बिहान उठिसकेँ होइन। अनि आज चाहिँ यहाँ छिटो उठेको बच्चाहरू त 5:30 बजी उठेर स्कुल जाँदो रहेछन्। बाबै मलाई त कति डिस्टर्ब भयो सुत्नलाई, निन्द्रै पुगेको होइन। अनि आज चाहिँ गोफुको बर्थडे हो नि त, हिजो बेलुका केक त काट्यो, अनि आज बर्थडे विस नि गरेको छैन। अनि मसँग त कोही पनि बोलेकै छैन। यताउता देखाउँछु को बोले होइन भनेर। यतापट्टि किन नबोलेको? ह्याप्पी बर्थडे गोफु। अनि हिजो केक काटेको मन पऱ्यो कि मन परेन? कति राम्रो देखाएको छ गोफुलाई टिका लगाएको आज। ओहो ह्याप्पी बर्थडे गोफु, थ्याङ्क यू। अहिले चाहिँ हामी अप्सनको घर जान लागिरहेको छौँ। अप्सनको घर चाहिँ तल हो नि त, अनि उसको मामु चाहिँ विदेशमा छ होइन। अनि यहाँ उहाँ पढ्दै फोन गरिरहेको थियो, मलाई कस्तो नर्मल लगाइरहेको थियो। अनि गोफु त त्यस्तो भिडियो गरिरहेको छैन नि त। अब हामीहरू आएपछि यत्तिकै नि खुसी हुन्छ अहिले त। त्यही भएर म चाहिँ अनि एक दिन त हो बरु मिलाएर जान मिलिहाल्छ नि भनेर म नि टाइम निकालेर आएँ। अनि एकदम खुसी हुन्छ कि यिनीहरू बाइकमा यताउति लिएर हिँड्यो भने, त्यही हो। अनि अहिले गिफ्ट त त्यस्तो विधि केही ल्याएको छैन, केक काटिदिएँ म आएँ नै उनीहरूको लागि गिफ्ट हुन्छ क्या जहिले। धादिङमा त यस्तो स्पेसल केही पनि हुन्न क्या, केक पनि बल्ल पाइने हो नि त। अनि आफूले छानेर पनि पाइन्न, एउटै डिजाइन जस्तो बनेको छ त्यस्तै किन्नुपर्छ। अनि मैले चाहिँ त्यस्तै भनेर किनेर लिएर आएर केक काटेँ, रमाइलो भयो। अनि अहिले चाहिँ म उसलाई स्कुल पुर्याउनलाई उसको लुगाहरू त आज तलै हुन्छ नि त। अनि लुगाहरू लगाएर स्कुल पठाइदिन्छु। अनि म चाहिँ गाउँ जान्छु, अनि फेरि आउँछु पछि। म बोकेर पछाडि बसेर ला। मेरो गाउँ चाहिँ धादिङ बेसीबाट पनि अलि भित्रपट्टि हो होइन। यहाँबाट 17 किलोमिटर टाढा छ, आधीसम्म पिच रोड छ, आधी अफ रोड छ। अनि म चाहिँ अहिले गाउँ जान लाग्दैछु। धादिङ बेसीमा अनि बसेँ, यहाँ चाहिँ सबैजना हुनुहुन्छ, मम्मी ड्याडी चाहिँ गाउँमा हुनुहुन्छ नि त। अनि यहाँ बसेर मात्रै भएन, त्यही भएर म चाहिँ अहिले गाउँ जान लाग्दैछु। यहाँ बाबुको बर्थडे मनायो, अनि बाबुलाई स्कुल पठाइदिएँ। स्कुलमा कतिजनालाई चक्लेट दिनु छ, म्यामलाई दिनु छ भन्न थाल्यो। सब रेडी गरेर पठाएर म चाहिँ गाउँमा जान लाग्दैछु। आजभोलि त अब गाउँतिर त सबै चुनाव लगाइरहेको हुन्छ नि त, चुनाव लगाइरहेको छ भनौँ न, भोट माग्न जाने यस्तो यस्तो हुन्छ गाउँतिर चाहिँ। बजारतिर नि हुन्छ तर गाउँतिर अलिक बेसी नै हुन्छ क्या। अनि अहिले यस्तो गाडी देख्दा पनि मलाई त कस्तो डर लाग्छ। तर केही नभए पनि आफूलाई किन डर लाग्छ भन्दाखेरि मैले मम्मीको लागि लिएर आएको गिफ्ट सुन लिएर छु नि त, अनि त्यही भएर नि डर लाग्यो मलाई त यार। के भएर सुन लगाएर हिँड्न चाहिँ हुन्न यसरी, मेरो सातो गयो हो। अबदेखि म बाहिर हिँड्दाखेरि कहिले पनि लगाएर हिँड्दिनँ, आफू पनि लाउँदिनँ, बोकेर पनि हिँड्दिनँ साथी बिना। मैले त मम्मीलाई लिएर आइदिएछु, लिएर भने त्यही आफूले लिएर आएर केही नभए नि डर लाउने क्या। पाल्पा भन्दै आइपुगेँ। अनि यहाँबाट अगाडि सलेन्टार जाने बाटो
पहिला चाहिँ यहाँसम्म मात्रै पिच थियो किनकि त्यो बाटो चाहिँ सलेन्डर जान्थ्यो नि त उता माथि सलेन्डर जाने चाहिँ माथिसम्म पिच भइसकेको थियो अनि यताबाट चाहिँ हाम्रो गाउँ जाने बाटो अनि मैदी ढोला पुर्सुक जान्छ नि त्यो बाटो चाहिँ यही बाटो जाने हो अनि अहिले चाहिँ हाम्रो पनि अलि अगाडिसम्म भएको छ पिच त्यो सुनसान भएको है बाटोहरू सबै क्या कोही पनि नहिँड्ने शान्त अब मलाई त डर लाग्छ के धन्न एउटा बाइक आयो दुईवटा आयो अहिले त यस्तो शान्त भयो भने मलाई पिर पर्छ मलाई त पिर पर्छ किन भयो यस्तो भनेर क्या तर यो बाटो बन्नुभन्दा अगाडि यति गाह्रो थियो यता हिँड्नलाई होइन यो पिच हुनुभन्दा अगाडि यति गाडी फस्थ्यो आमामा खाल्टा र कुल्टी हिँड्ने साध्यै हुँदैन थियो क्या चैत वैशाखमा धुलो उडेर उत्तिकै गाह्रो अहिले त सबै चिज मिलेको छ तर यही खाल्टो कटाउनलाई 2-3 घन्टा लाग्थ्यो पहिला यहाँबाट अगाडि 7 भन्ज्याङबाट अगाडि लागेपछि झन् पुरै जङ्गल छ कोही आयो भने नि पछि जान्थे भन्ने हुन्थ्यो अब कोही आउनुहुन्न के गर्नु अब एक्लै जान्छु कोहीले त केही भन्दैन होला नि त त्यहाँ पनि मान्छे हुनुहुँदो रहेछ देख्यो नि कति मजा आउँछ यस्तो भयो भने एक्लै हिँड्नुभन्दा त मान्छे देखिँदै हिँड्नु भने अलिक खुसी लाग्छ क्या यहाँतिर त पहिलातिर हामी सानो हुँदा कति मान्छे मार्थे के त्यही सम्झेर नि डर लाग्छ अब यता आइसकेपछि चाहिँ अफ रोड छ है अब आधी जस्तो आधी बाटो पिच छ आधी बाटो अफ रोड छ भने जस्तै छ अनि ढुङ्गा छ क्या ढुङ्गामा चाहिँ बेसरी उफ्रिन्छ पेटै दुख्ला भन्ने पिर एकैछिन चढ्न सक्नुहुन्छ बस्नु त ओइ सरी भयो डर त लाग्दैन नि कहाँ गएर आउनु बाबा ए तपाईँलाई डर त लागेन नि तपाईँलाई म केटी हो भनेर थाहा थियो हजुर ए केटा भनेर रोक्नु भएको थियो ए म त देखा भए त रोक्नुहुन्न थियो होला मलाई है डर त लागेन कता रोकौँ मैदानमै रोकौँ ल बुवाएर आएको छ जानु हस् अघि एकजना बुवाले बाटोमा रोक्नुभयो होइन अनि लग्दिनँ त भन्नुभयो तर उहाँले मलाई केटा मान्छे भनेर रोक्नुभयो क्या खासमा अनि मैले पनि अब फेरि यसो सुरुमा त नलिएर आउँ कि सोचेको फेरि बुढो मान्छे हुनुहुन्थ्यो होइन लगिदिन्छु भनेर लिएर आएँ अनि मै अघि सोधेको क्या तपाईँ केटा भएर रोक्नु भयो केटी भनेको केटा जस्तो लाएर रोक्नु भयो कि केटी जस्तो लाएर भनेको केटा मान्छे जस्तो लाएर अरे म चाहिँ घरमा थोरै यतापट्टि छु है पुग्न लाग्यो खाना पाक्यो पिङ अहिले पनि छ हाम्रो घरमा चाहिँ कोही पनि छैन जस्तो छ गाउँमा पनि आइसकेँ अनि खाना खाएर मम्मी तलतिर काम गर्दै हुनुहुन्छ म चाहिँ माथि बारीमा आएको किन आएको भन्दाखेरि चाहिँ तरकारी टिप्न आएको मम्मी ओइ छे मम्मी चाहिँ आजै मामा घर जाने रे मलाई आजै पुर्याइदेऊ अनि फेरि भोलि फिर्ता ल्याइदेऊ भन्नुभएको छ त्यही भएर म चाहिँ मम्मीलाई अहिले पुर्याइदिनको लागि मम्मीले मामा घरतिर कसैले लाने अनि हामीहरूलाई पनि तरकारी लानको लागि तरकारी टिपा भन्नु हा अनि म चाहिँ तरकारी टिप्न आएको छु अहिले फर्स्टमा चाहिँ म केराउ टिप्छु मैले चाहिँ अहिले तरकारी केराउ चाहिँ टिपेर आएको थिएँ 1 बाल्टिन टिपेर आएको छु त्यसले अझै पुग्दैन होला अहिले एकछिनमा फेरि टिप्नुपर्छ अनि मम्मी चाहिँ आज मम्मी पनि जाने हो नि त मामा घर अब घाँसको व्यवस्था मिलाउनु पर्यो हामीले त अनि मम्मी रुखमा चढेर झार्दै हुनुहुन्छ अब म यसलाई समेटेर हामी राख्छौँ अनि अझै बोडी टिप्नै बाँकी छ साग टिप्न बाँकी छ मुला ओखाल्न बाँकी छ भए भरको चिज लाने रे मम्मीले भन्नुभएको अब हेरौँ के लैजान्छु अहिले एकछिनमा टिपेँ त्यहाँ माथि घामले पोलेर वाक्क भएर म एकछिन शीतल ताप्न आएको 1 बाल्टिन त लिएर आएको छु देखाएको छैन कि अहिले लास्टमा एकैचोटि देखाउँछु भनेर क्या अब म पहिला एकछिन चाहिँ घाँस सँगाल्छु अनि
फेरि टिप्न गएको बेलामा देखाएँ म चाहिँ घर आएर के गरेँ के तरकारी सरकारी टिपेको भिडियो नि देखाउँला भनेको देखाउने पाइएन है प्याक गरेर माथि लगेर राखिसक्यौँ किनकि बाइकमा त मैले मम्मीलाई मात्रै लान सक्छु सामानहरू त लान सक्दिनँ अनि दिनभरिमा चाहिँ घाममा टिप्ने के गर्ने साग टिपेछ गुन्द्रुक हाल्नलाई चाहिँ साग टिपेर पठाएको छौँ है अनि अहिले चाहिँ मम्मी रेडी हुँदै हुनुहुन्छ अब बेलुका पनि भइसक्यो अब हामी चाहिँ मामा घर जान लाग्यो अनि उतैतिर के लगेको छौँ भनेर त्यहीँ देखाउँछौँ ल अब मम्मी अझै पनि मम्मीको सकिया छैन के हो है मम्मी निस्किने बेलामा बाख्रा बिहा छ बाख्रा हेर्न पर्यो अनि त्यहाँमाथि काहीँ मासु हालेका छन् पोकामा काहीँ दुध हालेका छन् कहाँ दही कहाँ मही आमा काहीँ घिउ ओहो के हो यो घरको बुढी मान्छेलाई लिएर हिँड्न यति गाह्रो कसैलाई लिएर हिँड्न गाह्रो हुँदैन रहेछ जे भने अहिले चाहिँ रेडीमा अझै यहाँ केरा हाता केरा छुटिसक्यो अब म छुट्यो नि छुटो सब चाहिँ सक्दिनँ एकदम गाह्रो भइसक्यो म चाहिँ आज बिहान घर आएको अनि अहिले नै फर्किन लाग्दैछु है मम्मी चाहिँ एक दिन भने नि मामा घर गएर बस्ने भनेर दिनभरि सब घाँस जुटाएर सब चिज गरेर हामी चाहिँ बेलुका फेरि निस्किरहेको छौँ अहिले 6 बजिसक्यो 6 बजेर 5 मिनट गयो मम्मीलाई बिस्तारै लैजान्छु मम्मी बाइकमा नि त्यति धेरै कम्फर्टेबल हुनुहुन्न नि त मम्मीहरूलाई त अब फेरि बसिरह्यो भने हुने हो अनि यसरी एकैचोटि जाँदाखेरि चाहिँ अलिक हल्लिनुहुन्छ गाह्रै हुन्छ बुढाबुढी मान्छेलाई लिएर हिँड्न त्यति धेरै बुढाबुढी नै होइन नि फेरि त्यही पनि खै कम्फर्टेबल भएर बस्नुहुन्न खै किन हो आत्या हो कि डराउनुहुन्छ कि कुनै के हो लडाउँदिन है त्यही त राम्रोसँग लिएर आयो नि होइन डर लागेन पछाडि बस्नु तपाईँलाई ल्याउनु मलाई कति गाह्रो भएको छ थाहा कुम्लो र काम्लो बोकेको छ है अलिअलि पनि बोक्ने होइन बा हो नि त भरको हुन्छ नि खानेकुरादेखि लिएर घरबाट दुध मही घिउ त परे त्यो त छुट्टै कुरा हो तरकारी भारी हालेर किन सकाउनु खोज्यो घरबाट किन सकाउनु खोज्नु भयो भन्नु त अब इष्टमित्र सबैको मुख हेर्दाखेरि यस्तै भयो इष्टमित्र बोरै बोकेर आउनुपर्छ त बोरै बोकेर आउने हो त बोरा बोक्न नसकेर गाडीमा हालेर त्यत्तिकै हिँडेर आएको धेरै बेरमा निस्किने मम्मी धेरैमा निस्किनुहुन्छ नि त के छिटै निस्किनु भने नि अब बिहानदेखिको अब तपाईँले भने त्यस बाख्रा आज ब्याउँदैन भने दिउँसो बाख्रा ब्यायो बाख्रा ब्याएपछि काँडो झारेर भन्यो पाखा थान्नु भन्यो थोड्नु भन्यो तातो बनाएर राखिदिनु भन्यो ड्याडीलाई मेसमेल छैन फुत्त निस्केर केटा मान्छे हो र भने यसो एकजोर लुगा ला अनि फुत्तै लो चिया पाकेन भन्यो अनि निस्क्यो हामी त पुरै घरको जम्मै तलाएर अनि निस्केर आउनु पर्ने उता नाच्दै आउने को ल दिदी बस आऊ म तिमीलाई आज मेरो दुःख सुनाउँछु मम्मीलाई लिएर है अनि मम्मीलाई लिएर आउनु पनि सजिलो भएन 4वटा सिसीमा 4वटा त्यो फेन्टाको बोतलमा दुध 4वटामा दही अनि 2-3वटामा मही अनि 4वटा 5वटा जतिमा 4-5 सिसीमा घिउ अब त्यही पनि उचाल्न सक्ने छैन उल्टो मम्मी आफै बस्न सकेको छैनन् मेरो छोराबुढी हाली अगाडि अर्को यस्तो झुन्डाउने पनि छ क्या बरु सुरुमै पठाउँ यो बुढी मान्छेलाई घरको बुढीलाई लिएर हिँड्न एकदमै गाह्रो हुँदैछ साथी मैले आज लिएर है मैले त घरमा के खाने मान्छे छैन अलिक के लाउनु त्यो पनि देखाउँछु है त म साग एकजनाको भागमा यति पऱ्यो होइन जाने हो अनि यहाँ अर्को छ पोका यो दुध र सानो अनि यहाँ घिउ छ देखाउनु त मम्मी तपाईँले मलाई आज यस्तो अब बोक्न लाएर अर्को घिउ केमा छ नि छोरी तिम्रो झोला अरू पनि छ होला यहाँ दुधको भाँडो अर्कै छ यो चाहिँ दुध होइन मम्मी दुध होइन अझै एउटा 2टा चाहिँ भित्र गइसक्यो त्यहाँ चाहिँ गुन्द्रुक छ अहिले चाहिँ मम्मीहरू सबजना आइसक्नु भयो अनि फेरि बर्थडे पनि छ नि त बर्थडे बोयको आज फेरि अर्को केक यता हेर त हेलो Happy birthday! हामी चाहिँ मामा घर जाँदैछौँ म पछाडि हामी चाहिँ मामा घर आएर पनि एकछिन तल आएको थियो मम्मीले चुरा किनेर ल्याइदियो भन्नु अनि अब एक चुरा सँगसँगै म मम्मीको सुन पनि दिन्छु मलाई के भनेर दिने म सकेर बोलाइरहेको राम्रो तपाईँले के ल्याइदिएछ म के हो भन्नु यो एउटा लाउनु त ठिक हुन्छ है हुनु यो हिँड खाला यो लगेज ल साइज ठिक भएन राम्रो डिजाइन चाहिँ कस्तो लाग्यो भन्नु त
यता भन्छ छोराछोरीले बनाएर ल्याएर जस्तो राम्रो लाग्यो मलाई त्यस्तै राम्रो लाग्यो। पहिला चाहिँ मम्मीको यस्तो थियो होइन अनि यो अलिक सुहाइरहेको थिएन नि त अहिले चाहिँ कस्तो देखियो भने यस्तो अलि राम्रो देखिन्छ नि त भनेर यस्तो बनाइदिएको ल अब चाहिँ राम्रो लाग्यो राम्रो भएको छ एकदम राम्रो लाग्यो मलाई। ल दुईटा माइजूहरू ओहो हेर चिया खाने कि कफी खाने छ अनि हेरिरहँ जस्ता माइजूहरू हस् हस् हुन्छ अनि त्यहाँ माथि मम्मीलाई लिएर आएको औँठी त कता ठिक भयो देखाउनु त मलाई ठिक भयो माइजूलाई पो ठिक भयो मैले माइजूलाई नै दिएँ है माइजूलाई दिएँ अरे भान्जीले मेरो लागि गहना बनाएर ल्याइदिएको छ ल उपहार एकजनालाई ल्याएको अर्कोजनालाई ठिक भयो ल यस्तो राम्रो देख्यो मेरो मम्मीलाई ल अनि मलाई चाहिँ राम्रो देखाएको छ सबैजनाको आमाले त्यस्तो लकेट लाएर हिँडे औँठी लाएर हिँडे सेट मिला कति मन परेको थियो के अनि माइजूले लगाएको नि देखाएको छ माइजूको त सुने सुन्छ अरूको माइजूले नि यस्तै लाग्दैन हुन्छ हुन्छ ल माइजूलाई एउटा माइजूलाई दिनुहोस् दिन्छु भनेको खै म चाहिँ अहिले मम्मी माम घर मम्मीलाई भेटेर आएर पनि अहिले मौसम आएको छु दार्जिलिङ मौसम बच्चाहरूलाई लिएर आएको के खेल्ने बोट आमामा त्यो बोट खेल्ने रहे त पहिला ल हामी चाहिँ अब डुङ्गा चढ्न गइरहेको छौँ जाम 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 डर लाग्यो मलाई चक्कर लाएर पागलै भयो है वासरुम गइरहेको यस्तो गाह्रो भइरहेको छ यस्तो गाह्रो भइरहेको आज चाहिँ दिनभरि मौसम गराएर दिनैभरि मामा घर बस्यो एकदम मजा भयो होइन अनि धेरै पछि मामा घरमा यत्रो टाइम बसेको माइजू पनि आउनु भएको थियो बच्चाहरू पनि अनि मामा मेरो माइजू अनि सानीमा मम्मी सबैजना आएको अनि आमाहरू नि हुनुहुन्छ नि त यस्तो मजा भयो अनि हामी चाहिँ अहिले पारी घर बस्न जानु लाग्यो किनकि उसको भोलि 6 बजेबाट स्कुल छ नि त त्यही भएर अनि यहाँ चाहिँ आमाहरू सबैजना हुनुहुन्छ ल म जान्छु है ल मम्मी बाई बाई ल हजुरआमा बाई ल सानीमा बाई बाई अनि मम्मीलाई चाहिँ लास्टमा गिफ्ट कस्तो लाग्यो भन्नु त्यति त भन्नु पर्छ राम्रो लाग्यो होइन औँठी चाहिँ ठिक भएन है ल हजुरआमा बाई बाई हामी चाहिँ गयौँ अब हिँड्दै हिँड्दै अलिकति तलसम्म जानुपर्ने हुन्छ हिँड्न सुरु जाम